अब चाहिँ हामी केवल कारबाटामा आइसकेको छौँ। त्यो लाइनहरू अनि क्रस गर्ने यता आएर आउनु पर्थ्यो क्या दोस्ती। अहिले चाहिँ हामी केवल कारमा छौँ। एकदम मैला खुलेको छ होइन। हाम्रो अडियन्स साथीहरू अगाडि पोखरा देखिरहेको छ होइन। यो चाहिँ मन्दिर छ यहाँनिर रघुनाथको मूर्ति, यता टावर होला। यो चाहिँ पञ्चमुखी गणेशको मूर्ति एकदमै ठुलो छ। साँच्ची लागेको हो। हामी ब्रह्मदोषको भ्लगमा छौँ। यो चाहिँ चितुवा हाम्रो बसमा पनि एउटा आएको छु। म त चितुवाको खिच्छु। हेलो साथीहरू, तपाईँलाई स्वागत छ हाम्रो डे 5को ब्लगमा। आज चाहिँ हामी बिहान बिहान त उठेको थियौँ तर पानी परिहाल्यो खालि भित्र गएर चाहिँ केवल कार तर्नेर जाँदैछौँ। अलिकति मौसम त्यस्तै यस्तै भइदिरहेको छ, त्यही चाहिँ हामी भिडियो गर्न लागेको छौँ। केवल कारसम्म पुग्नेछौँ। बिहानसम्म हेरेर नपुग्नु होला। हामी केवल कारबाटामा आइसकेको छौँ। त्यो लाइनहरू अनि क्रस गर्ने यता आएर 2000 years later. अगाडि पोखरा देखिरहेको छ होइन। यो चाहिँ मन्दिर छ यहाँनिर रघुनाथको मूर्ति, यता टावर होला। भ्यू एकदमै दामी देखिँदो रहेछ यहाँबाट हेर्दाखेरि। मन्दिर नजिकमा जाँदैछु म जान। पञ्चमुखी गणेशको मूर्ति एकदमै ठुलो छ। आउनु पर्थ्यो क्या सुत्नु भएर गाडीमा टन्नै पाउँछौ क्या। अहिले चाहिँ हामी केवल कारमा छौँ। एकदम मैला खुलेको छ होइन। हाम्रो अडियन्स साथीहरू मजा आउँछ हेरौँ न। कस्तो यो भिडियो चाहिँ नमन पढाउने चाहिँ मैले हुँदैन क्या। खाना खाइसकेको छु होटेलमा अनि सामान रेडी पारेर चाहिँ अब हिँड्न राख्दैछु। सरहरू यसो केही राखौ न, यसो केही भनौँ न। अब हामी फर्किन लागेको। मुकेश सर छ होइन। अब यहाँबाट निस्किने हो। हामी चाहिँ पोखराबाट हेटौडा जान लागेको। साँच्ची लागेको हो। हामी ब्रह्मदोषको भ्लगमा छौँ।
लाइक कमेन्ट सेयर होइन ओइ लाइक कमेन्ट लाइक कमेन्ट सेयर सब्सक्राइब के गरिदिनु कमेन्ट सेयर फलो अनि अरू के हुन्छ कपी लिङ्क सबै गरिदिनु होला होइन त्यो चाहिँ हामी घरको सहित मेरो फोनको दिइसकेको छ सक्नुहुन्छ पछि लाग्दै सिरङ खसुनहरू बाँदर चाहिँ केटाहरू कसरी पुग्यो भन्ने कुरा चल्दैछ यहाँ पर अगाडि हेऱ्यौँ यो अगाडि थियो लेखेको छ यसको अगाडि भन्दै त्यो बाँदरहरू थोरै अगाडि जाने हो भने चाहिँ चित्वा गर्छु अलि अगाडि गएर देखाउनु पर्यो मान्छे हो क्या एकैपट्टि चाहिँ गएर हेरौँ न चित्वालाई चित्वा छटपट्टिरहेछ खाना नपाएको हो कि यसले म त चितु भएको खिच्छु सेम पाउँछ तिमी यता छैन बरतिर छौ यहाँ पनि खेराइरहेछ यसको अगाडि परेमा राखेको छ त्यता भने फेरि चाहिँ मयूर अघि पनि त्यो मयूर देखेको थियो यहाँ गइरहेछ अब अलिक अगाडि जानु पऱ्यो यो चाहिँ के भन्दाखेरि गिद्ध रहेछ अनि अगाडिको यो राईहरू उल्लु राखेको रहेछ अगाडितिर जानु पऱ्यो धेरै आउनुहुँदो रहेछ यो घुम्नलाई जङ्गलहरू तल चाहिँ जरा आएको त्यस्तो आइसकेको छ अहिले हामी पानी पिस्केको कथाहरू रहेछ यहाँ तल चाहिँ हिमाल रहेछ पार्कहरू छेउभयो त्यही हिमाललाई एक चरण हेर्दैछु अनि यहाँ छ यो रत्नकुमारहरू लेखेको ढुङ्गा के सहिदको के बनाएको हो ढुङ्गा यहाँ चाहिँ रत्नकुमार बान्तावा लेखेको छ हाम्रो कलेजको बसमा पनि त्यही छ त्यस पछाडि हामी आएको छौँ हिमालयमा सिँढीबाट चढ्नुपर्ने रहेछ जुन चढ्दैछ यो चाहिँ हेटौडाको सिन सबैभन्दा बेस्ट स्पट हिमालको छेउमा छौँ हामी एक चरण घुम्यो होइन हिमाल घुमेर आयौँ भन्न पनि मिल्ने रहेछ यो ठाउँमा आइसकेपछि यस पछाडि हामी चढेर रमाइलो गर्दैछ म चाहिँ यताबाट बसेर छु खजारको हेर्दै हेलिप्याडको ठाउँ रोटिङहरू भएको ठाउँ यता माथि हो यो के भन्छ नि साइडको यो रहेछ फाइनल्ली यहाँबाट निस्किँदैछौँ हामी तिनजना घरको टिका खातिरमा सरी गाइज आजको भ्लग चाहिँ त्यति स्पेसल भएन कन्डिसन मेरै एकदम नराम्रो भयो होइन पोखरादेखि एउटा चाहिँ यसरी आएँ किमलगारमा पनि मिलाइएछ यस्तो यस्तो कथाहरू छ अरे अहिले चाहिँ हामी होटेलतिर जाँदैछौँ एउटा होटेलमा बसेर त्यो बिचमा पनि त्यस्तो राम्रो त छैन जस्तो तरै पनि यसो इन्डिङ चाहिँ धेरै राम्रो बनाउन खोज्दैछु यहाँ त अगाडिसम्म बोल्न नै सकिरहेको थिइनँ यता भोइस ओभर गर्नेछु जस रमाइलै भयो तर मैले चाहिँ त्यति मान्छेले गर्न सकिनँ यसरी चाहिँ
डे 5 सक्यो डे 6मा फेरि भेट्नेछौँ त्यतिसम्मका लागि बिदा हुन चाहन्छु धन्यवाद